स्टार्ट गर्छ आजले। ल स्क्रिन शेयर भएको छैन क्या? ल फर्स्टमा नेमिङ कन्भेन्सन भन्ने कुराबाट आज डिस्कसन स्टार्ट गरौँ ल। नेमिङ कन्भेन्सन चाहिँ कसको लागि प्रयोग गरिन्छ भन्दाखेरि जुन हामीले आइडेन्टिफायर भन्ने कुरा डिस्कसन गरेको थियौँ, कुनै पनि चिज हामीले आफूले बनाइरहेको छौँ प्रोग्राममा भने त्यसलाई आइडेन्टिफायर भनेर भनिन्छ भनेर डिस्कसन गरेको थियौँ होइन। अब त्यो नाम दिनेमा नि नाम कसरी दिने भन्ने चाहिँ रुल हुन्छ। नाम त दिनु पर्यो। अब त्यो नाम चाहिँ कसरी दिने त भन्ने कुरालाई चाहिँ नेमिङ कन्भेन्सन भनिन्छ है त। जुन हामीले आफूले बनाएको चिजहरू छ त्यो चिजको नामलाई दिने एउटा रुल हुन्छ, त्यो रुललाई हामीले भन्छौँ नेमिङ कन्भेन्सन। प्रोग्रामिङको वर्ल्डमा धेरै प्रकारको नेमिङ कन्भेन्सनहरू हुन्छ। अब त्यो नेमिङ कन्भेन्सन सबै नेमिङ कन्भेन्सन अहिले डिस्कसन गरिराख्नु परेन है त, किनभने भोलि तपाईँहरू पाइथनमा जानुहुन्छ, जाभा स्क्रिप्टमा जानुहुन्छ, त्यता उनीहरूको आफ्नै टाइपको नेमिङ कन्भेन्सनहरू युज गर्छ। जनरली अहिले सी ल्याङ्ग्वेजमा दुईवटा नेमिङ कन्भेन्सनको बारेमा डिस्कसन गर्छौँ हामी। पहिलो भनेको क्यामेल केस है, टाइप गर्नु। फर्स्ट भनेको हाम्रो क्यामेल केस छ। क्यामेल केस भनेको त्यस्तो खालको नेमिङ कन्भेन्सन हो जुनमा चाहिँ फर्स्ट लेटर चाहिँ स्मल लेटर हुन्छ होइन, अनि पछाडिको लेटर जुन चाहिँ छ त्यो चाहिँ के हुन्छ, त्यो क्यापिटल लेटर हुन्छ, बिचमा स्पेस हुँदैन है त। यदि हामीले नेम दिन लागेको छौँ फर्स्ट लेटर चाहिँ स्मल लेटर, अनि त्यस पछाडिको आएको जुन वर्ड छ त्यो वर्डको अर्को लेटरहरू जति पनि आउँछ नि वर्डको फर्स्ट लेटर चाहिँ क्यापिटल हुन्छ क्या। यसलाई क्यामेल केस भन्नुको कारण के हो भन्दाखेरि क्यामेलको अगाडिपट्टिको मुख भागवाला चाहिँ तल सानो हुन्छ अनि उसको पिठ्युवाला पछाडि ढाड हुन्छ नि त्यो चाहिँ अग्लो हुन्छ क्या। त्यसलाई यसरी रिलेट गर्ने है त। क्यामेलको अगाडिको मुख पार्ट भनेको यो क्यामेलको अगाडिको लेटर चाहिँ स्मल हुने भयो। अब मल्टिपल वर्डहरू छ भने त्यसमा ग्याप हुँदैन, पहिलो लेटर स्मल, त्यस पछाडि जति पनि वर्डहरू आउँछ त्यसको फर्स्ट लेटर चाहिँ क्यापिटल है त। ठ्याक्क क्यामेललाई सम्झिने, अगाडिको मुख चाहिँ होचो हुन्छ अनि पछाडिको पिठ्युवाला भाग चाहिँ के हुन्छ त भन्दाखेरि ठुलो हुन्छ। पिठ्यु भन्नाले ढाड है त, यो ढाडतिरको भाग चाहिँ के हुन्छ त ठुलो हुन्छ नि त, हो त्यहीलाई सम्झेर क्यामेल केस याद राख्ने है त। क्यामेल केस भन्नाले फर्स्ट लेटर स्मल अनि पछाडि जुन वर्डहरू हुन्छ त्यसमा ग्याप भएन, जस्तै यहाँ क्यामेल र केसमा ग्याप छैन, अनि त्यस पछाडि जति पनि वर्ड आउँछ त्यसको पहिलो क्यापिटल लेटर चाहिँ क्यापिटल हुन्छ है त, पहिलो लेटर क्यापिटल हुन्छ, यसरी दिने। अब नेक्स्ट हुन्छ हाम्रो स्नेक केस कन्भेन्सन भन्छ है त। स्नेक केस कन्भेन्सन भन्ने हुन्छ। अब यसबाटै बुझ्नुहोस्, स्नेक केस कन्भेन्सनमा हुन्छ के भन्दाखेरि जति पनि वर्डहरू हुन्छ त्यसमा स्पेस हुँदैन, स्पेसको ठाउँमा चाहिँ यो अन्डरस्कोर हुन्छ ल। अनि जति पनि लेटरहरू हुन्छ त्यो चाहिँ स्मल लेटरमा हुन्छ होइन, क्यापिटल लेटर प्रयोग गरिँदैन यसमा। यहाँ क्यामेल केसमा के थियो, स्पेस थिएन तर क्यापिटल लेटर थियो पछाडिका आउने वर्डहरूमा, तर यसमा के छ सबै स्मल लेटर, बिचमा चाहिँ अन्डरस्कोर छ। यसलाई स्नेक केस चाहिँ किन भनिन्छ भन्दाखेरि स्नेकहरू त्यो ट्राभल एक ठाउँबाट अर्को ठाउँमा जाने बेलामा चाहिँ वेबको फर्ममा मुभ गर्छ क्या, वेबको फर्ममा मुभ गर्छ। जस्तै यो हेर्नु न यहाँ माथि छ, फेरि यहाँ गएर यो तल आयो, फेरि यो माथि, ठ्याक्क वेब स्नेकको मुभमेन्टसँग सिमिलर भएको कारणले गर्दाखेरि यसलाई स्नेक केस कन्भेन्सन भनेर भन्छ है त। अब तपाईँहरूले कुनै पनि नाम दिनुपर्ने भयो कि, भेरिएबलको नाम दिनु पर्यो अथवा कुनै भेरिएबलको नाम दिनु पर्यो अथवा फङ्सनहरूको नाम दिनु पर्यो भने अब दिने भनेको यो दुईवटा केसमा दिने हो। एउटा कि क्यामेल केस प्रयोग गर्न सक्नुहुने भयो, अर्को भनेको स्नेक केस है त, यो दुईवटा केसमा प्रयोग गर्न सक्नुहुने भयो। प्रायमा हेर्ने हो भने चाहिँ अब यो म जाभा स्क्रिप्टमा कोड गरिरहेको कारणले गर्दाखेरि यो क्यामेल केस मेरो अटोमेटिकल्ली भेरिएबलहरू डिक्लेयर गर्ने बेलामा मैले त्यहीमा गरिदिरहेको हुन्छु है त। अब फङ्सनहरू पनि त्यहीमा गरिरहेको हुन्छु। स्नेक केस प्रिफर गरिन्छ है सी ल्याङ्ग्वेजको लागि। अनि तपाईँहरूले जति पनि फङ्सनहरू प्रयोग गर्नुहुन्छ, मैले फेरि पनि भने, अगाडि पनि भनेको थिएँ जो आउनु भएको थिएन,
स्मल लेटर लेख्नु होला है, प्रिन्ट एफ स्क्यान एफ। सी ल्याङ्ग्वेजमा स्मल लेटर लेख्नु भएन भने नम्बर काटिदिनुहुन्छ सरले। त्यही भएर अलिकति विचार गर्ने फङ्सनहरूको नाम लेख्ने बेलामा। अब यो दुईवटा केस कन्भेन्सनको बारेमा तपाईँले थाहा पाउनु पर्यो है। यो दुईवटा केस कन्भेन्सन युज गर्ने नेमिङ गर्ने बेलामा पहिलो लेटर स्मल पछाडिको क्यापिटल गऱ्यो भने क्यामेल केस, सबै स्मल बिचमा अन्डरस्कोर राख्दै गयो भने त्यसलाई स्नेक केस भनेर सम्झिने। अब मैले भने त्यो एक्जिक्युसन र उवाला पार्ट चाहिँ मैले पछाडि देखाउँछु भनेर त्यहाँ केही कन्सेप्टहरू बुझाउनु पर्ने छ, यतिकै देखाउँदिनँ म है त्यो। अब हामी जाम स्ट्रक्चर अफ सी प्रोग्रामिङ ल्याङ्ग्वेजमा अथवा सी प्रोग्राम भन्नेमा जाम है त। यो हजुरहरूको लागि लङ क्वेसनको लागि इम्पोर्टेन्ट छ ल। एउटा स्ट्रक्चर, अर्को फ्लो चार्ट र अल्गोरिदमवाला, अनि एकदमै रिपिट हुने क्वेसन भनेको क्यारेक्टरिस्टिक अफ अल्गोरिदम। अनि अब त्यो भेरी सर्ट क्वेसनहरूमा चाहिँ सी टोकनहरू अनि भेरिएबलको नेम लेख्नेको लागि रुलहरू, अनि तिनीहरू रिपिट हुन्छ। म यस पछाडि चाहिँ क्वेसनै भनिदिन्छु है त, कहाँबाट के क्वेसन पोसिबल हुन्छ भनेर। यो च्याप्टरको आज डिस्कसन भइयो भने क्वेसनहरू भन्छु मैले। यो चाहिँ लङ क्वेसनको लागि हो, लङ क्वेसनको पार्ट हो है त। मैले यो हजुरहरूकै नोटबाट उठाएको छु। यसमा चाहिँ फर्स्ट छ डकुमेन्टेसन सेक्सन। डकुमेन्टेसन सेक्सनमा प्राय 3वटा कुरा लेखिन्छ। पहिलो भनेको त्यो जुन हामीले लेखिरहेको प्रोग्राम छ त्यसको पर्पज के हो त। फर इक्जाम्पल हामीले कुनै एउटा प्रोग्राम लेख्दैछौँ, एरिया अफ रेक्टेङ्गल क्यालकुलेट गर्नु छ भने त्यसको पर्पज भनेको सिम्पल्ली हजुरहरूले त्यो क्वेसनमा दिएको क्वेसनलाई नै तपाईँले लेखिदिन सक्नुभयो त, फाइन्ड द एरिया अफ रेक्टेङ्गल भनेर। त्यो एउटा पर्पज हो क्या। अर्को भनेको अथर लेखिन्छ, अर्को डेट अनि भर्जन। अब तपाईँहरूले मोबाइलहरू अनि त्यस पछाडि कुनै सफ्टवेयरहरू प्रयोग गर्नुभएको छ भने त्यसको भर्जन यति उति भनेर लेखेको हुन्छ नि, त्यो माथि प्रोग्रामरले पनि मेन्सन गर्छ के। किनभने अब टिममा उसले बनाएर छोड्छ, त्यस पछाडि अर्को मान्छे आएर त्यसलाई ह्यान्डल गर्नु पनि पर्ने सिचुएसन आउँछ होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यसको अथर को हो अनि कहिले बनाएको हो, यस्तो सबै कुराहरू चाहिँ के गर्नुपर्छ त भन्दाखेरि तपाईँहरूले सुरुमा मेन्सन गर्नुपर्ने हुन्छ है त। त्यसलाई भन्छ डकुमेन्टेसन सेक्सन। अब डकुमेन्टेसन सेक्सन यदि प्रोग्रामभित्र नै गरिएको छ भने त्यसलाई कमेन्टमा गरिन्छ है। कमेन्ट भनेको के हो त्यो पनि डिस्कसन गर्छौँ मैले हामीले। डकुमेन्टेसन सेक्सनको कुरा भयो, त्यसमा के लेख्ने, जनरली पर्पज अथर र डेटको कुराहरू हुन्छ, भर्जनको कुराहरू हुन्छ है त। अनि डकुमेन्टेसन यदि प्रोग्रामभित्र छ भने त्यसलाई हामीले कमेन्टको फर्ममा लेख्छौँ भनेर याद गर्नु पर्यो। अब लिङ्क सेक्सन भन्ने छ। लिङ्क सेक्सन भनेको मैले पहिला भनेको थिएँ, जुन हेडर फाइल अथवा लाइब्रेरीहरू छ त्यो हेडर फाइल अथवा लाइब्रेरीहरूमा चाहिँ के हुन्छ भन्दाखेरि मैले के भनेको थिएँ, त्यसलाई एज अ टुल बक्सको रूपमा बुझ्ने भनेर भनेको थिएँ होइन। त्यो टुल बक्सभित्रबाट त्यो टुलको लागि आवश्यक पर्ने कोड हुन्छ नि, त्यो कोडहरू चाहिँ उठाएर प्रोग्राममा राख्नु पर्यो नि त। त्यो राख्ने काम चाहिँ केले गर्छ भन्दाखेरि लिङ्क सेक्सनले गर्छ। मैले त्यही भएर के छ भन्दाखेरि यो ल्याङ्ग्वेज प्रोसेसिङमा राम्रोसँग बुझिन्छ है। अहिले यो बुझ्ने मात्रै, जस्ट सुन्ने केही छैन। इक्जाम्पलमा इन्क्लुड एसटिडी आयो डट एच अनि त्यस पछाडि अर्को म्याथ डट एच भन्ने छ। यो हेडर फाइलबाट को कुराहरू भयो। आज यसमा जस्तै यो लिङ्किङको कुराहरू अनि डिफिनेसन सेक्सनहरू यिनीहरू बुझिन्न के। आज किन बुझिन्न भन्दाखेरि हामीले पढेकै छैनौँ फङ्सन भनेको के हो, कन्स्ट्यान्ट भनेको के हो, त्यो बुझेको छैनौँ। अनि त्यही भएर यो बुझ्न पनि बुझिँदैन। तर इन्ट्रोड्युस त गर्नु पर्यो नि त होइन। इन्ट्रोडक्सन पार्टले मात्रै हेर्नु है, केही छैन, मजाले सुन्नु। डिफिनेसन सेक्सन भनेको त्यस्तो खालको सेक्सन जसमा हामीले डिफाइन गर्छौँ। जस्तै तपाईँहरूले डिफाइन गरेर कन्स्ट्यान्टहरू लेख्नु भएको थियो, त्यो पनि डिफिनेसन सेक्सनमा आउँछ होइन। यसरी डिफाइन गरेर कन्स्ट्यान्ट किन लेखिन्छ भन्दाखेरि जस्तै यसलाई यसरी बुझ्नु है, लामो खालको प्रोग्राम छ जहाँ चाहिँ तपाईँहरूले इक्जाम्पलको लागि त मैले कुनै एउटा सहकारीको लागि प्रोग्राम लेख्दै हुनुहुन्छ जसले चाहिँ त्यहाँ पैसा दिएकोमा ब्याजहरू क्यालकुलेट गर्नुपर्ने छ कि, त्यो पैसाको ब्याज कति आउँछ भनेर क्यालकुलेट गर्नुपर्ने छ। अब त्यो ब्याज चाहिँ टाइम अनुसार चेन्ज भइरहेको छ भने अब मानौँ तपाईँले अब मानौँ मैले 12%मा मैले त्यो ब्याज लिनुपर्ने छ, पैसाको ब्याज होइन।
अब त्यो 12% छ अहिलेलाई त। अब मैले त्यो ठुलो प्रोग्राम बनाएँ जहाँ चाहिँ ब्याचको ठाउँमा मैले सिधै 12 भनेर लेखिदिएँ भने अब 1000 ठाउँमा अथवा 2000 ठाउँमा मैले 12 लेख्न सकेको हुन्छु क्या। त्यस्तो सिचुएसनमा के हुन्छ भन्दाखेरि अब प्रत्येक ठाउँमा गएर त्यो 12लाई सपार्नु पर्यो नि त होइन, मैले रेटलाई डाइरेक्टली राखिदिने हो भने। अब हामीले यसरी माथि पाईको भ्यालु यसरी जस्तै 3.1415 राखेको छौँ नि, यस्तै गरेर मैले यहाँ रेटको भ्यालु चाहिँ यहाँ माथि नै डिफाइन गरिदिएँ भने अब तल मैले त्यो 12 लेख्ने ठाउँमा चाहिँ रेट भनेर लेख्छु नि त, रेट इन्टु यति यति भनेर लेख्छु नि त होइन। त्यो सिचुएसनमा के हुन्छ भन्दाखेरि मैले प्रत्येक ठाउँमा गएर त्यो भ्यालुलाई चेन्ज गरिराख्नु परेन के। मैले माथि प्रोग्रामको पाईको भ्यालु चेन्ज गरे जस्तै मैले रेटको भ्यालु चाहिँ 12बाट हटाएर 14 राखिदिएँ भने अब अटोमेटिकल्ली तपाईँले जहाँ जहाँ रेट 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 लेख्नु भएको छ त्यो ठाउँमा चाहिँ 14ले मल्टिप्लाई हुन्छ के। एकदमै धेरै कुराहरूलाई एकैचोटि म्यानिपुलेट गर्न सक्यो नि त होइन, त्यसरी डिफाइन गरेर। त्यो फाइदा हुन्छ है त, यसरी माथि डिफाइन गर्नुको फाइदा के हुन्छ भन्दाखेरि अब जहाँ जहाँ पाई लेखेको छ यदि हामीले कुनै सिचुएसनमा पाईको भ्यालु चेन्ज गर्नु पर्यो भने चाहिँ यहाँ माथिपट्टि चेन्ज गर्दै भइगयो क्या। तल गएर यदि प्रत्येक ठाउँमा 3.1415 लेखेको भइदियो भए प्रत्येक ठाउँमा गएर चेन्ज गर्नु पर्थ्यो। अब पाईको भ्यालु माथि चेन्ज गरिदियो भने तल अटोमेटिकल्ली चेन्ज भयो क्या। अब अर्को छ हाम्रो ग्लोबल डिक्लेरेसन सेक्सन भन्छ। ग्लोबल डिक्लेरेसन सेक्सन को इम्पोर्टेन्ट के हुन्छ भन्दाखेरि फङ्सन भन्ने वर्ड देखाइन, अब अहिले यसलाई यसरी बुझ्नु। कुनै कुरा हामीले प्रोग्रामलाई जानकारी दिन्छौँ के, किन जानकारी, कस्तो खालको जानकारी दिन्छौँ भन्दाखेरि हामीले त्यो चिज चाहिँ माथि जानकारी दिन्छौँ जुन हामीले तलपट्टि चाहिँ बनाएको हुन्छौँ के। त्यसको फाइदा के त, पछि फङ्सन पढ्ने बेला बुझ्नुहुन्छ। त्यसको फाइदा के हुन्छ भन्दाखेरि प्रोग्रामले माथिबाट तलतिर रिड गर्न सुरु गरे हुन्छ होइन। हामीले फङ्सन कल गरिदिउँ मानौँ, अहिले एउटा कुनै फङ्सन बनाएँ मैले, जस्तै प्रिन्ट एफ र स्क्यान एफ जस्तै बुझ्नु है त। त्यस्तो खालको एउटा फङ्सन बनाएको छु, तर त्यो फङ्सन चाहिँ प्रोग्रामको तलतिरपट्टि बनाएको छु। मैले त्यसलाई प्रयोग गर्नुपर्ने चाहिँ माथिपट्टि प्रयोग गर्नुपर्ने छ। अनि मैले त्यसलाई बनाएको चाहिँ तलतिरपट्टि बनाएको छु भने डिक्लेरेसनले फाइदा के गर्छ भन्दाखेरि यदि हामीले सुरुमै डिक्लेयर गरिदिउँ भने प्रोग्रामिङ ल्याङ्ग्वेजले के बुझ्छ त भन्दाखेरि यसले माथि डिक्लेयर गरेको छ भने त्यो चिज यसले पक्कै पनि तलतिरपट्टि कतै बनाएको हुनुपर्छ। त्यही भएर चाहिँ मैले त्यो चिज तलतिरपट्टि खोज्छु भनेर उसले खोज्न सुरु गर्छ क्या। यदि हामीले माथि डिक्लेयर नगर्ने हो भने प्रोग्रामिङ ल्याङ्ग्वेजलाई यो थाहा हुँदैन कि उसले जब माथिदेखि तलतिर रिड गर्न सुरु गरे हुन्छ। यदि त्यसरी डिक्लेयर नगर्ने हो भने उसलाई चाहिँ एक्नोलेजमेन्ट हुँदैन कि उसले तलपट्टि कतै त्यो चिज बनाएको छ भनेर होइन। यदि कुनै चिज हामीले तलतिरपट्टि बनाइरहेको छौँ र त्यसलाई माथिपट्टि प्रयोग गर्नुपर्ने छ, किनभने त्यस्तो सिचुएसनमा डिक्लेरेसनले काम गर्छ। अहिले ठ्याक्कै नबुझे पनि कसरी बुझ्नुहोस् भन्दाखेरि फङ्सन हामीले मेन फङ्सन भन्दा तलतिरपट्टि डिक्लेयर गरिराखेका हुन्छौँ पराए जसो, त्यसको डिक्लेरेसन पार्ट चाहिँ माथि हुन्छ, यसरी बुझ्नु है त, पछि फङ्सनमा बुझ्नुहुन्छ। अब मेन भनेको चाहिँ इन्ट्री पोइन्ट हो जहाँबाट प्रोग्रामिङ रिड गर्न सुरु गर्छ है त। त्यो भित्र पनि दुईवटा पार्ट हुन्छ, एउटा डिक्लेरेसन पार्ट, अर्को एक्जिक्युटेबल पार्ट। डिक्लेरेसन पार्ट भनेको चाहिँ जसमा भेरिएबलहरू डिक्लेयर गरिन्छ, आवश्यक पर्ने भेरिएबलहरूलाई प्रायः जसो माथि नै डिक्लेयर गरिसकिया हुन्छ है त, त्यो पार्टलाई डिक्लेरेसन पार्ट भनिन्छ। अनि सेकेन्ड भनेको चाहिँ अब यहाँ भेरिएबल एरेहरू हुनसक्छ होइन, अब त्यो पछिको च्याप्टरहरू भयो, अहिले यसलाई भेरिएबल भनेर मात्रै बुझ्ने है त। एक्जिक्युटेबल पार्ट भनेको चाहिँ त्यस्तो पार्ट जहाँ चाहिँ एक्जिक्युसन स्टार्ट हुन्छ, जस्तै प्रिन्ट एफ र स्क्यान एफ वाला पार्टलाई एक्जिक्युटेबल पार्टमा हेर्न सक्यो। अब सब प्रोग्रामिङ सेक्सन भनेको मैले भने नि त, जुन चिज हामीले तलतिरपट्टि डिक्लेयर गरेर राखेको हुन्छौँ कि तलतिरपट्टि बनाएर राखेको हुन्छौँ त्यसलाई डिक्लेयर चाहिँ माथिपट्टि गर्नुपर्ने हुन्छ। किनभने सिम्पल लजिक के छ, माथिबाट तलतिर रिड गर्न सुरु गरे हुन्छ। अब कुरालाई तलतिर बनाएको छ माथिर प्रयोग गर्नु पर्यो भने माथिरपट्टि त्यसको माथिरपट्टि चाहिँ डिक्लेयर गर्नुपर्ने हुन्छ क्या। ठ्याक्क प्रोग्रामिङ ल्याङ्ग्वेजको प्रोग्राम गर्ने बेला बुझिन्छ है, अहिलेलाई टाउको दुखाउने होइन, यो त लङ क्वेसनमा रहेछ त्यही भएर मेन्सन गर्नै भएको कारणले गर्दाखेरि देखाएको मात्रै, यो टाउको दुखाउनु पर्दैन, अहिले यति बुझ्ने। हजुरहरूले अहिले अब के याद राख्नु पर्यो भन्दाखेरि यो सेक्सन हुन्छ, डकुमेन्टेसन सेक्सन, लिङ्क सेक्सन, डिफिनेसन सेक्सन, नाम चाहिँ कन्ठ गर्नु। एक्ज्याक्टली काम चाहिँ कोही बेला बुझिन्छ भन्दाखेरि जब हामी ल्याङ्ग्वेज प्रोसेसिङ भन्ने कुरा पढ्छौँ त्यस बेला बुझिन्छ है। अर्को छ ल्याङ्ग्वेज ट्रान्सलेटर। ल्याङ्ग्वेज ट्रान्सलेटर
को सिम्पल काम के हो भने पछाडि वान फर्म अफ ल्याङ्ग्वेजलाई चाहिँ अनदर फर्ममा चेन्ज गर्ने। त्यो भनेको ल्याङ्ग्वेज ट्रान्सलेटर हो। चाहे त्यो हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेजबाट लो लेभल प्रोग्रामिङ ल्याङ्ग्वेजमा होस् अथवा हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेजबाट अर्को हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेजमा पनि कन्भर्ट गर्न मिल्छ। हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेजबाट मेसिन लेभल ल्याङ्ग्वेजमा लग्यो भने त्यसलाई कम्पाइलर अथवा इन्टरप्रेटर भनिन्छ भनेर भनेको छ। अर्को एसेम्ब्ली लेभल ल्याङ्ग्वेजबाट मेसिन लेभल ल्याङ्ग्वेजमा पुर्यायो भने त्यसलाई एसेम्बलर भनेर भनिन्छ भनेको छ। मेसिन कोड चाहिँ बाइनेरीमा हुन्छ जुन चाहिँ हार्डवेयरले अन्डरस्ट्यान्ड गर्छ। यो हामीले धेरै डिस्कसन गरेको है त। अर्को छ हामीले कम्पाइलर र इन्टरप्रेटरको बिचमा डिफ्रेन्स थाहा पाउनु पर्यो। अब एउटा कुरा तपाईँहरूले के बुझ्नुपर्छ भनेपछि जुन अब नयाँ ल्याङ्ग्वेज प्रोसेसिङ सिस्टमहरू आछ नि त्यो भित्र एसेम्बलरहरू हुन्छ, लिङ्कर, लोडर्स धेरै कुराहरू मिलेर बनेको हुन्छ है त। ऊ आफैमा एउटा कम्पाइलर मात्रै हुन्न क्या। अब भन्नलाई कम्पाइलर भनिन्छ तर त्यहाँभित्र धेरै कुराहरू जोडिएको हुन्छ क्या। नयाँ कुराहरू जुन आइरहेछ त्यसमा धेरै कुराहरू जोडिएको हुन्छ। कम्पाइलर आफैमा कम्पाइलर नभएर एउटा ल्याङ्ग्वेज प्रोसेसिङ सिस्टमको रूपमा काम गरिरहेको हुन्छ। यसरी बुझ्ने कसरी बुझ्ने भन्दाखेरि यो एसेम्बलर पनि अब त यही कम्पाइलरभित्रकै पार्ट बनिसकेको छ। तर पनि अब इक्जामको लागि यो लेख्नै पर्छ होइन, के गर्ने पुरानै कुराहरू पनि लेख्नु पर्यो। अर्को एउटा चिज हुन्छ है, एउटा चिज याद गर्नु होला, इक्जामको लागि इम्पोर्टेन्ट नभए पनि कम्पाइलर र इन्टरप्रेटर जस्तै अर्को एउटा ट्रान्सपाइलर भन्ने हुन्छ है। ट्रान्सपाइलरको मिनिङ के हुन्छ भन्दाखेरि एउटा हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेजबाट अर्को हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेजमा कन्भर्ट गर्छ। यसको सिम्पल र एकदमै वेब डेभलपमेन्टतिर लागेको मान्छेहरूलाई थाहा हुन्छ होइन। त्यो भनेको चाहिँ टाइप स्क्रिप्टबाट जाभा स्क्रिप्टमा कन्भर्जन भइरहेको हुन्छ क्या। त्यस बेलामा चाहिँ त्यसलाई कम्पाइलर भनेर भनिन्छ। तैपनि अब त्यसलाई चाहिँ एक्ज्याक्टली नेमिङ गर्नु पर्यो भने ट्रान्सपाइलर भन्छ। जब एउटा हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेजबाट अर्को हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेजमा ट्रान्सलेट भइरहेछ, टाइप स्क्रिप्टबाट जाभा स्क्रिप्टमा गइरहेछ भने, इक्जाम्पलको लागि मात्रै भनेको मैले टाइप स्क्रिप्ट र जाभा स्क्रिप्टको चाहिँ हाई लेभलबाट मेसिनमा गयो भने कम्पाइलर र इन्टरप्रेटर, एसेम्ब्ली लेभलबाट मेसिनमा गयो भने एसेम्बलर। अब यो भनेको चाहिँ मेसिनमा कन्भर्ट भइसकेपछि हार्डवेयरले बुझ्छ भन्ने कुरा मात्रै रिप्रेजेन्ट गर्न खोजेको छ। त्यस पछाडिको छ कम्पाइलर र इन्टरप्रेटर। कम्पाइलर र इन्टरप्रेटरको बिचमा फरक के छ भन्दाखेरि म यसको एकदमै समरी फर्ममा भनिदिन्छु है ठ्याक्क सम्झिने तरिकाले। कम्पाइलर भनेको कस्तो चिज हो भन्दाखेरि जसले चाहिँ पुरै जुन तपाईँको प्रोग्राम छ नि त्यो प्रोग्रामलाई एकैचोटि उठाउँछ लगेर कम्पाइल गरेर मेसिन लेभल ल्याङ्ग्वेजमा कन्भर्ट गर्ने बेलामा चाहिँ उसले त्यो प्रोग्राममा भएको जति पनि इरर छ त्यसलाई एकैचोटि देखाइदिन्छ क्या। तपाईँको 100 लाइन अफ कोड छ भने 100वटै लाइन उसले एकैचोटि रिड गर्छ, त्यसमा भएको इरर जति एकैपटक देखाउँछ। इन्टरप्रेटरले के गर्छ भन्दाखेरि एक लाइन उठाउँछ, त्यसलाई चेक गर्छ अनि रन गर्ने कोसिस गर्छ क्या। उसले लाइन बाई लाइन गएको कारणले गर्दाखेरि के हुन्छ भन्दाखेरि इन्टरप्रेटर लाइन बाई लाइन गयो, कम्पाइलर एकैचोटिमा इनपुट लिएर त्यसलाई चाहिँ फर्दर प्रोसेसिङमा गयो है त। इनपुट चाहिँ एकैचोटि लियो, फर्दर प्रोसेसिङमा गयो। अब यसमा चाहिँ अब्जेक्ट कोड बन्छ। किन बन्छ भन्दाखेरि त्यो फेजेस हुन्छ है, यो पनि ल्याङ्ग्वेज प्रोसेसिङको पार्ट हो। अब अब्जेक्ट कोडको बारेमा पनि त्यहाँ डिटेलमा हेरौँला हामीले, त्यही भएर अहिले डिस्कसन नगरौँ। यति बुझ्नुहोस् कि यसमा अब्जेक्ट कोड बन्छ किनभने त्यो एकैचोटि कन्भर्जन भइरहेछ भनेर बुझ्ने है त, अहिले यसरी रिलेट गर्ने। त्यस पछाडि इन्टरप्रेटरमा चाहिँ अब्जेक्ट कोड बन्दैन किनभने एक लाइन पढ्छ त्यसलाई एक्जिक्युट गर्छ, यसरी जान्छ होइन। अब मेमोरी अकुपाई हुन्छ। अकुपाई किन हुन्छ भन्दाखेरि अब्जेक्ट कोडहरू जस्तो कोडहरू बन्छ, त्यो अब्जेक्ट कोडहरूलाई पनि राख्ने मेमोरी चाहियो। त्यो भएको कारणले गर्दाखेरि मेमोरी अकुपाई हुन्छ है त। यतापट्टि लेस मेमोरी अकुपाई भनेको छ। अर्को यसमा अब कम्पेरिटिभली डिफिकल्ट किन हुन्छ भन्दाखेरि सबै प्रोग्रामलाई एकैचोटि गरेको हुन्छ होइन। सबै प्रोग्राममा भएको इररभरि एकैचोटि देखाएको कारणले गर्दाखेरि डिफिकल्ट हुन्छ। यता इजियर भनेको छ। अब त्यही कुराहरू छ होइन यहाँ पनि। अर्को भनेको के छ भन्दाखेरि कम्पाइलेबिलिटी टाइम भनेको छ, कन्भर्टेड इन्टु लोवर लेभल भनेर। यसको सिम्पल अर्को केही पनि छैन क्या।
सिम्पल भनेको अब यसलाई रिलेट गर्ने के फर्स्टमा कुन पोइन्टबाट स्टार्ट गर्ने भन्दाखेरि यसले इन्टायर प्रोग्राम लिन्छ। इन्टायर प्रोग्राम लिने बित्तिकै के भयो, एउटा अब्जेक्ट बिचको इन्टरमिडिएटेड चिज चाहियो क्या। सिधै एकैचोटि जान्न भनेर मैले पहिल्यै सम्झाइसकेको थिएँ किन जान्न भनेर होइन। अब एकैचोटि नगए पछाडि केही न केही चिज त बनाउनु पर्यो नि त। त्यो चिज बनाउने भनेको चाहिँ अब्जेक्ट कोड हो। अब्जेक्ट कोडको के आवश्यकता छ भन्ने कुरा पछाडिको पार्ट हो है, अहिलेलाई डिस्कसन नगर्दा केही फरक परेन। इन्टरमिडिएटेड कुरा बनाउनु पर्यो। अब त्यो इन्टरमिडिएटेड कुरा बनाइसके पछाडि त्यसलाई हामीले कतै न कतै त राख्नु पर्यो नि त। त्यसले पनि मेमोरी अकुपाई गर्यो होइन। यसरी कनेक्ट गर्ने है, डटहरू कनेक्ट गर्दै जाने। पहिलो सबै कुराहरू एकैचोटि जाने भयो। त्यो जानको लागि इन्टरमिडिएटेड चिज चाहियो होइन। इन्टरमिडिएटेड चिज चाहिसके पछाडि त्यो इन्टरमिडिएटेड चिजलाई पनि राख्नको लागि त के चाहियो नि त, मेमोरी चाहियो। मेमोरी अकुपाई गर्यो। अब मेमोरी अकुपाई गर्यो, सबै एकैचोटि रिड गरिदियो भने के हुन्छ त भन्दाखेरि फास्ट हुने भयो है त। एउटा टर्म त्यहाँ छुटेको छ, फास्ट भन्न मिल्यो है। त्यो फास्टतिर जाने भयो किन एकैचोटि रिड गरिदिरहेको छ नि त। तर सबै प्रोग्रामिङ ल्याङ्ग्वेजमा भएको जति इररभरि एकैचोटि देखाइदियो भने के भयो त भन्दाखेरि हामीलाई त्यो इरर सल्भ गर्न चाहिँ प्रब्लम हुने भयो क्या। यसरी रिलेट गर्ने है त। अब यता इन्टरप्रिटरतिर जाने हो भने एक लाइन रिड गर्यो, इरर छ भने देखाइदिइहाल्यो क्या। त्यस्तो गर्दाखेरि इरर सल्भिङ चाहिँ हामीलाई इजी हुने भयो। थोरै कम्पेरिटिभली स्लो टाइप गर्ने हो जस्तो हुने भयो हामीलाई होइन, प्रोग्रामिङ गर्ने बेला स्लो जस्तो हुने भयो। अर्को लाइन बाई लाइन एक्जिक्युसन गर्दै गएको कारणले गर्दाखेरि चाहिँ के हुने भयो त भन्दाखेरि हामीलाई अब्जेक्ट कोड बनाइराख्नु परेन होइन। त्यो भनेर त्यसरी याद गर्ने है। सबै कुराहरू एक आपसमा लिङ्क छ है त, यसरी लिङ्क गरेर याद गर्ने। अब यसरी यो ल्याङ्ग्वेज कन्ठ गर्न लाग्यो भने जिन्दगीमा बुझिँदैन है। अब यसमा इक्जाम्पलहरू याद गर्ने, यहाँ टाइप स्क्रिप्ट पनि लेखेको छ। अब त्यो स्पेसिफिक केसमा चाहिँ ट्रान्सपाइलर भनेर याद गर्नुपर्छ, तर पनि इक्जाम्पल दिन मिल्यो है त, केही छैन। अर्को यता पिएचपीहरूको पलहरूको कुरा गरेको छ। यो सबै प्रोग्रामिङ ल्याङ्ग्वेजको नाम हो। आजको क्लासमा यति गर्ने हामीले। भोलिको क्लासमा चाहिँ यस पछाडि अब जुन क्लास हुन्छ, भोलि हुँदैन पर्सि हुन्छ होइन। पर्सिको क्लासमा हामी अपरेटर कभर गर्छौँ होइन। त्यो लामो च्याप्टर हो, इम्पोर्टेन्ट च्याप्टर पनि हो। त्यहाँबाट एउटा प्रुभेबल लङ क्वेसन, भेरी सर्ट क्वेसन, सर्ट क्वेसन भनेको एउटा लङ क्वेसन र भेरी सर्ट क्वेसन लगभग 16 मार्क्स आउन सक्छ। त्यति इम्पोर्टेन्ट क्वेसन हो, च्याप्टर हो। वान सर्टमा जान्छ है। अब मसँग धेरै टाइम छैन, तपाईँहरूलाई छिटो भेटिदिनु पर्ने छ। वान सर्टमा जाने भएको कारणले गर्दाखेरि एउटा च्याप्टर एक दिनमा सकिन्छ भन्नुको मतलब अब हामी 10-12 दिनमा सबै सिलेबसै सकिदिन्छौँ। तर डिटेलमै जान्छौँ, त्यस्तो झाटार्ने तरिकाले त जाँदैनौँ। सबै कुराहरू डिटेलमै जान्छौँ, कन्सेप्टहरू डिस्कसन गर्छौँ। एक्ज्याक्टली कुन कुन कुराहरू इक्जाममा आउँछ त्यो कुराहरू म भन्दै जान्छु। अनि वान च्याप्टर वान डे त्यसरी छुट्याउँछौँ है अब हामी। अनि यतिमै इन्ड गरिदिउँ आजको क्लास। भोलिको अब तपाईँहरूको के गर्नुहोस् भन्दाखेरि जुन मैले प्रोभाइड गरेको नोटहरू छ त्यो पनि आफ्नो सरहरूले दिएको नोटसँग एकचोटि कम्पेयर गर्नु होइन। त्यो कम्पेयर गरेर चाहिँ कुनै टपिकहरू छुटेको छ भने मलाई भन्नु होला। अनि अब छुटेको छैन भने चाहिँ त्यति कभर गर्नु, नोटहरू बनाउनु। अब यस पछाडिको टपिक हामी अपरेटर कभर गर्छौँ। अनि अपरेटर पछाडि लुपहरूको कुरा गर्छौँ, इफ एल्सको कुराहरू गर्छौँ, फङ्सन जान्छौँ, एरे जान्छौँ। एरे पछाडि फाइल म्यानेजमेन्ट भइयो भने सकिन्छ तपाईँहरूको कोर्स। मेरो सजेसन भनेको चाहिँ के हो भन्दाखेरि सकेसम्म आफ्नै नोट बनाउनु है। फुल्ली डिपेन्ड चाहिँ नहुनु होला। किन नहुनु होला भन्दाखेरि मैले दिएको नोट चाहिँ इनफ हुन्छ, त्यो मलाई थाहा छ। तर पनि जबसम्म एकपटक आफूले लेख्नुहुन्न नि, अस्ति अब त्यो प्रोग्रामिङै नगरेको कारणले गर्दाखेरि त्यत्रो मिस्टेक हुने रहेछ नि त। त्यो मिस्टेकै थाहा हुँदैन क्या। अहिले मिस्टेक गर्नु भएन भने इक्जाममा गएर मिस्टेक गर्नुहुन्छ। त्यही भएर चाहिँ सकेसम्म लेख्नु। अब त्यो मिस्टेकहरू थाहा हुन्छ कि कहाँ मिस्टेक गरिराख्नुपर्छ भन्ने। त्यो भयो भने मलाई पनि अब जस्तै अब मैले आज नेमिङ कन्भेन्सनको बारेमा भने नि त, तपाईँहरूले त्यो मिस्टेक नगरेको भइदिए भए मैले नेमिङ कन्भेन्सन भनेको छैन भन्ने मलाई याद पनि हुन्थेन क्या। अनि त्यही भएर यस्तै तपाईँहरूले मिस्टेक गर्नुभयो भने मलाई पनि थाहा हुन्छ कि यो टपिक मैले पढाएको थिएन, त्यही भएर यिनीहरूले यो मिस्टेक गरे भन्ने थाहा हुन्छ कि। केही टपिकहरू छुटेको रहेछ भने पनि मलाई याद हुन्छ कि यो टपिक मैले पढाउनु पर्ने थियो, नपढाएको कारणले गर्दाखेरि यिनीहरूले मिस्टेक गरे भन्ने हुन्छ।
अनि अहिले मिस्टेक गर्नु भएन भने सेम मिस्टेक चाहिँ तपाईँहरूले एक्जाममा गर्नुहुन्छ। अब त्यही भएर बेटर के हो भन्दाखेरि अहिले मिस्टेक गर्नुहोस् जति सकिन्छ। अनि आफ्नै हिसाबले नोटहरू बनाउनु, जति कुराहरू बुझ्नुहुन्छ त्यो अलिअलि कपी र पेन समातेर बस्ने बानी बसाल्नु होला है। अलिअलि लेख्ने प्रयास गर्ने के क्लास भइरहेको टाइममा चाहिँ। यस पछाडि क्लासमा हामी अपरेटर भन्ने गर्छौँ। कपी पेन सब लिएर बस्ने गर्नु होला अब आजसम्म जे भए पनि। अनि जुन कन्सेप्टहरू बुझेको छैन त्यो जानी रेकर्डिङ राखिदिएको छ, रेकर्डिङहरू हेर्ने, अलिकति सिरियसली लिने है त। अब 8औँ सेमेस्टरमा पुगिसकेको अनि उनीहरूलाई पनि ब्याक दिइरहेछन्, अनि त्यस्तो सिचुएसन त नहोस् न होइन। त्यही भएर हल्काकै थोरै आधी घन्टा 1 घन्टा छुट्याएर एउटा सब्जेक्टलाई हेरिदिइहाल्ने के सुरुबाटै। त्यो लास्टमा पढौँला भनेर पनि हुन्न। त्यही भएर बेहाल हुनुभन्दा चाहिँ सुरुबाटै हेर्नु होला आफ्नो नोट बनाएर। मैले बनाएको नोटलाई मजाले त्यही सारे भने पनि धेरै कुरा बुझिन्छ के। त्यो आफूले जबसम्म कलम चलाइदिएन अनि त्यो चाहिँ बेटर हुँदैन। त्यही भएर टोटल्ली डिपेन्ड चाहिँ नहुने है त। नोट चाहिँ म दिन्छु, पुग्ने जति दिन्छु, तर डिपेन्ड नहुने, एकचोटि लेख्ने त्यो चिजलाई बुझिन्छ। रेकर्डिङ हेर्ने, रेकर्डिङ हेरेर पनि मैले कति कुरा बुझेँ भनेर ट्राई गर्ने, अनि कम्युनिटीहरू जोइन गर्ने, त्यहाँ उनीहरूले गरेको चिजहरू हेर्ने, त्यस्तो कुराले बुझिन्छ क्या। आफू एक्लै भएको जस्तो फिल हुँदैन नि त त्यसरी गर्ने। ल आजलाई यतिलाई माइन्ड गर्छु म। बाँकी कुराहरू केही सोध्नु पर्यो भने च्याटमा सोध्नु होला है त।